ल साथीहरू यहाँ टमाटर यहाँ प्याज यता बोतल यता मासु चिकन रोस्ट बन्नको लागि चाहिँ यहाँ रेडी हुँदैछ है। यो अन्डा पनि हो। ल फाइनली साथीहरू अब हाम्रो चाहिँ रोस्ट हाल्ने बेला भइसक्यो है। हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल। साथीहरू न्यू डे न्यू भ्लगको साथ फेरि पनि म तपाईँहरूको सामु नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। म राजु झेडीमेर आयो। तपाईँहरू सन्चै हुनुहुन्छ होला र हामी पनि एकदम सन्चै ठिकठाकै आरामै छौँ। साथीहरू देख्न सक्नुहुन्छ यहाँको पछाडिको ब्याकग्राउन्ड म अहिले कहाँ छु भनिराख्नु भयो होला र तपाईँहरू चाहिँ टाइटल र थम्बनेल पनि हेरेर थाहा पाइसक्नु भयो होला है। म चाहिँ अहिले खोलाको छेउमा छु, खोलाको किनारमा होइन, टक्क यो पिकनिक स्पोटमा छु। यो चाहिँ जयकुटी, यो चाहिँ बर्दघाट नगरपालिका कतिवटा नम्बर कति पर्छ त्यो चाहिँ मलाई थाहा भएन। सो आज चाहिँ हामी चाहिँ पिकनिक खान चाहिँ आएको छौँ सबैजना, हाम्रो फ्यामिली परिवार होइन। म चाहिँ अहिले ससुरालीतिर हो, फ्यामिली भन्नाले पनि मेरो ससुरालीतिरको फ्यामिली होइन, सबैजना भएर चाहिँ पिकनिक खान आइरहेको छौँ। यता टन्नै मान्छेहरू पनि पिकनिक खानको लागि आउनु भएको छ र अब चाहिँ हाम्रो जनताहरू चाहिँ उहाँ दाउरा खोज्नको लागि जङ्गलभित्र प्रवेश गरिसक्नु भएको छैन। आज चाहिँ अब यहाँ चाहिँ के हुन्छ काका मासु सासु बनाएर चाहिँ खानेछौँ। साथीहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ खोलाको किनार छ, साइड छ यतातिर हाम्रो टोली, हाम्रो पिकनिक खाने ठाउँ चाहिँ यहाँ यो हामीले चाहिँ यो चुज गरेका छौँ। यहाँ धाराहरू पनि छ, यता यहाँ साफ गर्दैछ है सालीले। ल साथीहरू हेर्दै गर्नु होला, आज चाहिँ रमाइलो हुनेवाला छ है। यता अरू पनि सबजना चाहिँ दाउरा खोजेर आउनु भएको छ है आफ्नो लागि। ल साथीहरू हामी चाहिँ अब झलुङ्गे पुल प्रवेश गर्दैछौँ है। यो चाहिँ झलुङ्गे पुल यस्तो माथि होइन, के भन्छ यो झलुङ्गे पुलको नाम? झलुङ्गे पुल हो। ट्याक्क लाएर साली र म भएर चाहिँ अब झलुङ्गे पुलतिर जाँदैछौँ साथीहरू। यो चाहिँ पिकनिक स्पोट भइहाल्यो होइन। हामी चाहिँ यताबाट आएको पुरै साइकलमा आएको है। म चाहिँ फाइनली पुलमा आइपुगेँ। ल अब हामी प्रवेश गरेमा यसको चिलो होइन खजुर खोला यही होइन र। यो पारिपट्टिलाई के भन्छ त? जङ्गल साथीहरू देख्न सक्नुहुन्छ तल खोला। यो बाँध हो, नहरको बाँध रहेछ। आमामा कति हाइट हो यार। ओहो साथीहरू डेन्जर तल छ। साथीहरू हामी चाहिँ पुलमा आइसकेको छौँ है। टक्क लाएर चाहिँ मेरो साली कस्तो लागिरहेको त नि। ल ल ल वेलकम छ है, वेलकम छ मेरो भ्लगमा, वेलकम छ। ल अब हामी चाहिँ अगाडि बढौँ है। कस्तो हल्लिएको यार, लचक 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 हल्लिरहेको त यार। राजु झेडी मगर, राजु झेडी मगर, राजु झेडी झेडी मगर। हाम्रो नयाँ सब्सक्राइबर जोडिन लाग्नु भएको छ, त्यही भएर नाम भन्दै गए। यस्तो गरे यस्तो खानु यो आमामा के हो पुरै हल्लिया त। यहाँबाट जान्छ क्या, साइकल पनि जान्छ यो बाटो। तल यो जान्छ अन्त यहाँ तल तल जाने हो। अब यहीँबाट फर्किनु त होला नि कहाँ जाने र। फाइनली पुल
सकियो ल ल साथीहरू यहाँ को हो यो मान्छे दाउरा बोकेर आफूले हेर कसरी हिँड्छ अझै यहाँ चाहिँ पानी तात्दैछ है पानी कुखुरा कटिङ हान्नलाई गयो फेरि मिठाको बुढी जस्तै देखिया चाहिँ हो कि हो रहेछ दिनमा बनाइदिन्छु भलक ल साथीहरू कुखुरा बनाउँदैछ यता बुढाले चाहिँ कुखुरा बनाएको छ सिकालाई भिडियो गर्नु पर्यो भैँसी कहाँ भैँसी किन यत्रो बाउला भिडियो त कहाँ गएको माथामा हेलो कान्छा हेलो 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 अघि हामीले सुमाको खान केटीहरूले के हजुर युट्युब च्यानल के हो हजुर आइदियो कि कतिले यहाँ चाहिँ खाना पाक्दैछ उता कुखुरा बनाउँदैछ यता बाबा हुनुहुन्छ टल्के राजुलाई त टलक टलक देखेछ यता के को हुन्छ त्यो कति राम्रोसँग चार्ज हुनै पाएन क्या ल साथीहरू यहाँ चाहिँ अब मासु काट्ने कार्यक्रम सुरु भइसक्यो है पुरै एकदम ओरिजिनल पारामा काठको मुढामा बोराको झोलामा राखेर काठको मुढा पनि यो के हो यता चाहिँ भात पकाउनको लागि है यो भात पकाउनको लागि पानी तात्दैछ यता मासु यता चाहिँ चामल है खाँदै गएपछि थाहा हुन्छ अहिले ल साथीहरू यहाँ टमाटर यहाँ प्याज यता बोतल यता मासु चिकन रोस्ट बन्नको लागि चाहिँ यहाँ रेडी हुँदैछ है त्यो अन्डा पनि हो गाइजहरु यो रोस है रोस खतरा भयो यार अहिले त अहिले टमाटर जस्तै भयो दर्शकबिन छोरीको नाच हेर्नु होला छोरीको नाच
यता यता नानी साह्रै नलिकन ल फाइनली साथीहरू अब हाम्रो चाहिँ रोस्ट हाल्ने बेला भइसक्यो है यसलाई चलाउनु पर्दैन उ त्यसले चलाउने अलिअलि यताउति गर्नु पर्छ होला नि दर्शकवृन्द हामी चाहिँ यहाँ यो पार्कमा आइसकेका छौँ होइन यहाँ चाहिँ शिवजीको मूर्ति पनि देख्न सक्नुहुन्छ त्रिशूल बाबाजी हुनुहुन्छ होइन ढिकिच्याउँ यता यता पिङ ल दर्शकवृन्द यहाँ चाहिँ पिङ पनि खेलिसकेको अवस्था छ होइन हामी चाहिँ यो पार्कमा आइसकेको छ यहाँ सिप्लिटी सब चिज होइन यता नि छ पिङ यता ढिकिच्याउँ अनि यहाँ चाहिँ हनुमानजी हुनुहुन्छ र यता चाहिँ शिवजी त्रिशूल बाबाजी हुनुहुन्छ रमाइलो छ है जे होस् ल फाइनली साथीहरू मेरो छोरी चाहिँ सिप्लेट खेल्दैछ ओ छ्याप फोहोर लाग्यो आमामा ल अब रासी आऊ ल फेरि आइसक्यो ल जाऊ 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 सर ल दर्शकवृन्द रमाइलो छ जे होस् रमाइलो भइरहेको छ Mama.
यता एउटा देखिया छ त त्यहाँ नजा फाइनली गाइस हाम्रो चाहिँ खानपिन कार्यक्रम भइसक्यो यता नानीहरूको हुँदैछ यता गन्जी साली यता मुना बहिनी होइन मुना नानी किन लजाएको नलजाऊ यता तिर्सना साली यता शिखा बहिनी पापड सापड मासु भात है यता हाम्रो नेपालको टप डान्सर जी हुनुहुन्छ यता चाहिँ हाम्रो डान्सरको छोरी डान्सर सीमा झेडी मगर यता दिदी चाहिँ मासु बाँड्दै हुनुहुन्छ माहौल यस्तो भइरहेको छ है माहौल तातिरहेको छ साथीहरू हेर्नु होला इन्जोय गर्नु होला हामी सँगसँगै मासु पनि खानु होला मासु भात पनि खानु होला इन्जोय गर्नु होला यस्तो रोस्ट छ यहाँ होइन यता त रहेन चाहिँ क्या यार यता झुक्यो क्या हो तिमी अलि मान्छे अर्कै परेछौ कि त्यही भएर यता पनि 3टा डल्लो रोस्ट छ है यता पनि सेम 3टा यता 2टा मात्रै बबाल भइरहेको छ कि आज चाहिँ है प्रकाश ओरिजिनल प्रकाश दुधराज है त्यो खाने पानी त्यो झन् हात धुने पानी हो क्या ल साथीहरू यहाँ चाहिँ रोस्ट उता छुट्टै पार्टी पनि छ है उतातिर छुट्टै अरू पार्टी पनि छ यता चाहिँ हाम्रो पार्टी है यहाँ चाहिँ हाम्रो पार्टी